नमस्कार साथीहरू, आज हामी दुबईको डेजर्टभित्र लुकेको एउटा अद्भुत प्रेम थलो लभ लेक घुम्न जाँदैछौँ। तपाईँ डेजर्ट भन्ने बित्तिकै बालुवा, गर्मी र उजाड वातावरण सोच्नुहुन्छ होला, तर आजको यो यात्राले त्यो सोचलाई बदल्नेछ। के कसो? सही बात हो। सही बात। तपाईँ जानुभयो पहिला? म जानुभएको छैन। फर्स्ट टाइम होइन? डेजर्टको उजाड दृश्य देखिन्छ, बालुवाको रङ, खुल्ला आकाश र सिधा बाटो। तर केही समयमै बाटोको दायाँ बायाँ हरियाली देखिन थाल्छ, झाडीहरू, रुखहरू अनि चरा चिरबिराउने आवाज। एकैछिन लाग्छ यो साँच्चीकै दुबई हो त। गेट पसेपछि तपाईँ एकाएक हरियालीमा पुग्नु भएको महसुस गर्नुहुन्छ। रुख, झाडीहरू, चरा चिरबिर गर्ने आवाज। डेजर्ट पनि यति हरियो र जीवन्त देखिन्छ भनेर तपाईँ अचम्ममा पर्नुहुन्छ। केही अगाडि बढेपछि तपाईँ दुईवटा हार्ट सेपमा बनेको पोखरीहरू देख्नुहुन्छ। यिनै मुटु आकारका तालहरूकै कारण यहाँको नाम लभ लेक राखिएको हो। पोखरीको पानी सफा अनि त्यहाँका हाँस, माछा, चराहरू रमाइलो चलिरहेको देख्न सक्नुहुन्छ। हामी तालको किनारै किनार रमाइलो गर्दै हिँडिरहेका छौँ। कतै बाटो साँघुरो हुन्छ, कतै खोला आउँछ जसलाई पार गर्दा जुत्ता खोलेर हिँड्नुपर्छ। पानी चिसो थियो तर मजा लाग्ने। प्रकृति सौन्दर्य यति नजिक भएर अनुभव गर्न पाउनु निकै दुर्लभ कुरा हो। यात्राको क्रममा घाँसमा रङ्गी-चङ्गी फुलहरू देखिन्छन्। बाटोको छेउछाउमा बस्ने बेन्चहरू छन् जहाँ बसेर तपाईँ साथीहरूसँग वातावरणको आनन्द लिन सक्नुहुन्छ। यहाँ धेरै मानिसहरू आफ्नो प्रेमी प्रेमिकासँग आउने गर्छन्, फोटोसुट गर्छन् अनि स्मरणीय समय बिताउँछन्। यदि तपाईसँग ड्रोन छ भने लभ लेकको मुख्य सौन्दर्य देखिने ठाउँ यही हो। आकाशबाट हेर्दा दुईवटा हार्ट सेप पोखरीहरू छेउछाउ हरियालीले सजिएका देखिन्छन्। त्यो दृश्य शब्दमा वर्णन गर्न सकिन्न, केवल महसुस गर्न सकिन्छ। अब हामी फर्किँदैछौँ, तर मनभरि थुप्रै याद लिएर। लभ लेक मात्र घुम्न जाने ठाउँ होइन, यो एउटा भावना हो। प्रकृति, प्रेम अनि शान्तिको सङ्गम हो यो। तपाईँ दुबईमा हुनुहुन्छ भने यो ठाउँ नछुटाउनुहोला। धन्यवाद साथीहरू। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनुहोला। फेरि अर्को रमाइलो यात्रामा भेटौँला। तबसम्मको लागि घुमिरहौँ, रमाइरहौँ।